हामी चाहिँ अहिले कान्छी चोक जाँदैछौँ। के गर्न जाने हो भने त हैन गाडी बनाउन हो गाडीको त्यही हो। अब अहिले हामी नगर कान्छी चोक पुग्छौँ। सफारीमा यस्तो बवाल छैन। सफारीमा टक्क जाने कान्छी चोक पुगिसकेपछि फेरि हामी त्यसपछि कान्छी चोक गएर गाडी साडी टक्क मिस्त्री लिएर जाने। गाडी साडी बनाएपछि टक्क हामी त्यसपछि त्यहाँ जान्छौँ धरान जान्छौँ। धरान गएपछि हाम्रो अर्को कुरो हाम्रो नयाँ बेहुला हुनुहुन्छ उहाँ। कति गतिको लागि अरे 21 गते जाने। कहाँ जाने हलेसी। 21 गते जाने टक्क जति 22 गते आउने हामी टक्क बिहेमा आउनु जन्ती। बिहेमा जन्ती आउनु त्यही हुन्छ। टक्क लगाएर अरू के भन्नु के छ मेरो भन्नु युट्युबमा के यसवक्त बेलुका जसरी एक्काइस गते हामी टक्क लगाएर जाँदैछौँ। त्यसपछि जन्ती जाने बेलामा टक्क सबैजना आएर त्यसको बेला नाचिदिनु होला। बेहुली खुसी हुनेछ। यता सरकार कहाँ जान्छ हेर हनिमुन कन्ट्याम जाँदैछ यो। अनि टक्क लाग्दै हो। हामी अहिले निस्किसकेको छौँ। यहाँबाट कान्छी चोक सफारी जान लागेको काकाले अघि 200 भनेर 160मा ल्याउनु भयो। अहिले हामी टक्क यहाँ पुगेका छौँ। टक्क लगाएर जाँदैछौँ। हेर्न सक्नुहुनेछ यो चाहिँ टक्क तरना इटरीको बाटो हो। तरना इटरीको टक्क बरगाछी आइपुग्यौँ। बरगाछीमा छौँ। टक्क तरना इटरीको बाटो हो जाँदैछौँ। अरू भिडियो यस्तै छ। अहिले हामी एकछिनपछि भेटौँला गाइज। एकचोटि बाटो हेर्न सक्नुहुनेछ। सरहरू केही छैन। हामी अहिले भित्रको बाटोबाट सर जाँदैछौँ। पुग्न लाग्यो। अब लगभग अझ अगाडि छ। तर यो गाउँ यतातिर म पहिला आएको थिएन कि यसो हेरेको दामी लाग्यो गाउँ होइन। दामी छैन सही जग्गा बस्नलाई चाहिँ आनन्द रहेछ। पनि इटरी नै भनौँ न। इटरी नै हो होइन। इटरी नै हो। इटरी नै हो। दामी छ हेरौँ न। यसो मौसम राम्रो भएर पनि हो कि दामी देखेको यस्तो दामी छ। अनि अर्को कुरोतिर यस्तोतिर हेर्न सक्नुहुनेछ। हामी सफारीमा हाम्रोतिर चाहिँ अर्कै हुँदैन होइन। तर यतातिर चाहिँ सफारी कहीँ हिँड्नु पऱ्यो भने पनि हिँड्नु पर्दैन क्या। सफारी नै हो। टेम्पो जस्तै सफारी हुन्छ। कतै जानु पर्यो भने त्यस दामी छ। तर गाउँ चाहिँ बवाल लाग्यो क्या। गाउँ चाहिँ बवाल लाग्यो मलाई। हरियो परियोहरू दामी छ ठाउँ। त्यही हो। अनि धेरै पछि भगाउँदैछ। धेरै नै पछि कञ्चनचोक अरे धेरै पछि 1 महिना जति भयो मैले भिडियो नहालेको। किनभने यो फोन थियो। यो फोन बिग्रिसकेको थियो क्या। अनि भिडियो क्यामेरा बिग्रेको थियो। मैले बिग्रिहाल्नु भएको थियो। प्लस अहिले मैले अर्को लिइसकेको छु 14 Pro Max लिइसकेको छु गाइस होइन। त्यही हो। अब भिडियो कन्टिन्यूमा आउँछ। बवाल भिडियो आउँछ। हेर्दै जानु होला। ठाउँ हेर्नुहोस् कस्तो लाग्छ है त। बवाल छ ठाउँ चाहिँ। भिडभाड पनि छैन होइन। एकदम चिल पारेको छ। बाटो पनि पिच के छ त पिच घरै त बनाउँछ। दामी छ त बवाल छ। हेर्न सक्नुहुनेछ गाइस। बवाल छ नि त ठाउँ एकदमै बवाल। नेचुरल टाइपको राम्रो के हो जानुहुन्छ नेचुरल खालको के जाने रे। उहाँ बाजेले चाहिँ हाम्रो गाडी रोक्नु भएछ। आउँदै हुनुहुन्छ। रोकेर आउँदै हुनुहुन्छ। यहाँ चोकसम्म मात्रै छोड्नु सक्छ। गाडी छैन।
बुढो बाजे आउँदै हुनुहुन्छ पत्थुर्कीसम्म मात्रै लान सक्छु अझ मैले पत्थुर्की चौकसम्म मात्रै त्यहीमा पनि त्यही मात्रै हो ल किनभने हामी उहाँ कान्छी चोक हिँडेको कता जानुहुने बाजे कहाँ जानुहुने पत्थुर्की चोक हो पछुकी ए हामी चाहिँ कान्छी चोकसम्म जाने हो क्या बाजे ब्याङ्कको छ भत्ता आउने बेला भयो होला भएको अस्ति आइसक्यो बुझ्न भत्ता बुझ्न हिँड्नु भएको कति दिन अगाडि आएको भने म भर्खर थिएँ कि घर आएको नि ए भत्ता आइसकेको छ बा भत्ता आएको 1 हप्ताभन्दा बढी भइसक्यो त्यो कति खाँदियो भिड कुन चाहिँ ब्याङ्कमा छ तपाईँको भत्ता कुन चाहिँ ब्याङ्कमा लिनुहुन्छ पहिलोचोटि गए पनि भिड हुन्छ कि अब दिसन लाग्यो भने यता इटोरी जानु पर्छ नि त यता इटोरी जानु पर्छ नि त कुन चाहिँ ब्याङ्कमा होइन एनएससी एनआइसी यहाँ पनि छ फुर्सलमा छ हिमालय झाऱ्यो अनि कति आउँछ बा 4,000 4,000 70 पुग्नु भएको छैन 70 पुगेपछि त 12,000 आउँछ कि 8,000 महिनाको 4,000 है महिनाको 4,000 3 महिनामा दिन्छ 12,000 बाजेको चाहिँ महिनाको 4,000 भत्तै आउँछ के गर्नुहुन्छ त पैसा के गर्नुहुन्छ महिनामा पैसा अब हामीले के गर्नु 4,000 हामीले के गर्नु मान्छेको पढाउनु पनि छ र के गर्नु होइन होइन तपाईँले अब ल्याएर राख्नुहुन्छ कि नाति नतिना घरमा दिनुहुन्छ कि मसलामा खर्च भइहाल्छ मरमसलामा 48,000 थाप्नुहुन्छ वर्षको यस बाजेले वर्षमा 48,000 आइसक्यो भत्ता आइसक्यो टक्का राख्नु रहेछ मेरो मम्मीले पनि थाप्नुहुन्छ अस्ति थापेर कहाँ जाने यहाँ त त्यही हो के खायो दबाई चाहिँ गाउनु सेतै हो हामी चाहिँ अब पछुकी निस्किन लागेको छ रहेछको ठाउँ चाहिँ एकदम बवाल रहेछ है यो झाउलाई के भन्छ तपाईँ ताल आइसक्यो त्यो ताल पुरानो घर चाहिँ कता यस्तो ताल छ भोजपुर कहिले आउनुमा पक्रेको भोजपुर कुन ठाउँ यसको भोजपुरै हो भोजपुर नगर पालिका 11 नम्बर भोजपुर बगान 11 नम्बर कालीपुर भन्ने त मैले त सुने त्यति बसेको त्यही इटारी भाटपट्टि नि आइसकेको छ त्यो जग्गामा बनायो नि आज हाम्रो सफारीको यात्रा एकदम धेरै नै टाढासम्मको रहेछ त्यही नै हो यो घाटपट्टि नै ठ्याक्क आएर गरिसक्यो घाटपट्टि गरिसक्यो अब पुग्नलाई केही कदम धेरै छैन 2-3 मिनटमा हामी कहाँ पुग्छौँ सब आज चाहिँ हामी टक्क हल्का घुमेर छोटो मिठो सर्ट भिडियो आएको छ होइन कस्तो के छ त्यही नै आजको भिडियो
कस्तो छ कमेन्ट गर्नु होला र आजको लागि यति नै छोटो मिठो सर्ट भिडियो बनाएको धेरै दिनपछि बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरौँ न गाइज ल सबजनाले बाई बाई